नमस्ते नमस्कार हजुरहरु सबैजनालाई रात्रिकालीन नमन भन्न चाहन्छु। साथीहरु हजुरहरु सबैजनालाई मेरो यो सानो मिनी ब्लगमा मोस्ट वेलकम भन्न चाहन्छु। आज चाहिँ म हजुरहरुलाई मेरो सानो मिनी ब्लग प्लस यो भाइरल ठाउँमा स्वागत गर्न चाहन्छु। साथीहरु म भिडियोमा देखाउँदै जाने छु, हजुरहरु हेर्दै जानु होला। आज चाहिँ म कहाँ आएको छु भनेर हजुरहरुलाई देखाउँदै छु। यो चाहिँ हो भिलाज्यूको भाइरल घर। अहिले चाहिँ म यो भिलाज्यू पार्कमा आएको छु। यो भाइरल ठाउँ, यो भाइरल एरिया, यो भाइरल घर भिजिट गर्नको लागि आकी छु है। यता साथमा बुहारी, यतापट्टि दिदी हुनुहुन्छ। दिदीलाई बुहारीलाई पनि छोडेर मैले चाहिँ भिडियोलाई कन्टिन्यू नै गर्छन् है। भिडियो खिच्नेमा क्यामेराम्यानमा दिदी हुनुहुन्छ। अनि हेर्नुस् यहाँ सबैजना आउनु भएको छ। त्यही पनि आज सटरडेमा त्यति उस मान्छेहरू हुँदैन। फ्राइडेमा चाहिँ खुट्टा टेक्ने ठाउँ पनि हुँदैन। यो ठाउँमा मान्छे घुम्न आउने मान्छेको लर्को हुन्छ। हेर्नुस् साथीहरु, यो ठाउँमा आइसकेपछि तपाईलाई घुमम लाग्ने ठाउँ, एकदमै दुःख सुख सबै बिर्सेर यो ठाउँमा रमाइरहँ जस्तो फिल हुने है। यस्तो डाँडामा बसेर पारीपट्टि यस्तो राम्रो घर, यस्तो राम्रो भ्यू, यसो भिजिट गर्दै तपाई यस्तो रुखको छाहारीमा बसेर यो शीतलता लिनको आनन्द छुट्टै मजा हुने। साथीहरु हेर्नुस् यहाँ चाहिँ है डाँडामा रुख छ, रुखको छाहारी, त्यहीमाथि यहाँको घाम यति चर्को छ तपाईलाई थाहा छँदै छ। यत्रो चर्को घाममा पनि यो डाँडामा बसिसकेपछि यस्तो चिसो हावा आउने, चिसो हावा, रुखको छाहारीमा बसेर यस्तो आनन्दको भ्यू हेर्न पाउँदा, यस्तो ठाउँमा रमाउन पाउँदा कसलाई चाहिँ मन आनन्द हुँदैन होला त साथीहरु, भन्नुस् त। हजुरहरु पनि कतारमा हुनुहुन्छ भने यो भिलाज्यूको पार्क प्लस यो भाइरल घर अवश्य पनि भिजिट गर्नुहोस् भन्न चाहन्छु। आज हामी चाहिँ यो ठाउँ घुम्न आयौं। अनि हामी आज चाहिँ ग्रुपै छौं, हामी सबैजना आएका छौं। आसपासमा साथीहरु आफ्नै तालमा भिडियो बनाउँदै छ, फोटो खिच्दै छ भने म छुट्टै